नमस्ते जय नेपाल। म बिग बहादुर गोले यानि कि बिग विजय गोले। के छ मेरो टिकटकमा जिन्दगी हो। यसैको सेरोफेरो मैले एउटा सानो भन्दा यहाँ चाहिँ लगभग हामी म 60 सालमा यही ठाउँमा चाहिँ लगभग केही यो ज्यानको केही छाला र पसिना चाहिँ यो ठाउँमा चाहिँ हामीले बाटोमा चाहिँ सुताएको छ। हामीले बाटोमा पनि गन्दा चाहिँ आउने गरेर हामीले यो ठाउँमा चाहिँ यही ठाउँ हो। यता यो यता माथि अनि यही पोखरी हो। अर्को यतापट्टि यो साइडमा यो ठ्याक्कै यो साइडको पोखरी, यो पूर्व साइडको पोखरीमा एउटा दुःख चाहिँ भयङ्कर दुःख त्यो बेलामा यो तालिम गर्ने बेलामा यो रातो गाला गुरुबाले ए रेडी गो भनेपछि यो रात रिसाएर रातो गाला गरेर दुःख गरेको त्यो बेलाको याद आज 20 वर्ष पछाडि यानि कि 60 त्यसपछि 69 मा चाहिँ यो ठाउँमा चाहिँ धेरै पसिना बगाएको छ। 60-20 वर्ष भयो। यता 69 लगभग 13-14 वर्षै भयो हो। बिचमा म चाहिँ बल्ल यो ठाउँमा आज आएको। बडा रमाइलो ठाउँ अझै पनि छन्, यो पोखरीहरू अझै छन्। अनि अहिले अलिकति फरक भएर छ, यो सबै तारको बारहरू लाएर छ एकदम। त्यसले गर्दा चाहिँ अलिकति त्यो बेलामा चाहिँ खुल्ला छेउबाट ओल्लो छेउबाट पल्लो छेउसम्म डाँडा काँडा जम्मै दौडेर भ्याउँथ्यो। अहिले चाहिँ त्यस्तो रहन्छ। अहिले चाहिँ सबै तारहरूले हिँडेको छ पुरै। अहिले त चाहिँ यस्तो सिनारी चाहिँ देख्यो। अनि यो रोडहरू चाहिँ अलिकति पिच भएर छ। अनि यो तल मुनि चाहिँ हाम्रो चाहिँ रातभरिको बसाइ। अनि त्यहाँबाट चाहिँ त्यस्तो तरिकाले चाहिँ हामीले यो ठाउँमा चाहिँ खेलेको, रमाइलो गरेको, त्यहाँ तालिम गरेको अहिले आएर अहिले चाहिँ रमाइलो एउटा जिन्दगी रह्यो भने सब थोक देख्नु पाइन्छ भने जस्तै यो आजसम्म यो जिन्दगी रहेर यो जुन ठाउँमा फेरि दोहोऱ्याएर आउनु पाइयो, यही खुसी लागेको छ। जय नेपाल, जय जिन्दगी। राम्रो आयो।